नेपाल यस्तो दोसाँधमा छ, यसले संवैधानिक लय लेला वा असाध्यै ठुलो आन्तरिक द्वन्द्व र त्यति मात्रै नभए साँच्चीकै अब वैदेशिक हस्तक्षेपको चुङ्गुलमा नेपाल फस्ला, त्यसको एकदमै चौबाटोमा छ नेपाल भनेर मैले सुरुवातीदेखि नै बुझाइराख्दै आएको हुँ र त्यो कहीँ न कतै अभिव्यक्त पनि गर्दै आएको हुँ। मलाई लाग्दछ अहिले आएर नेपाल साँच्चीकै भयानक सङ्कट उन्मुख छ जस्तो मलाई लागिरहेछ। सम्हाल्न नसकिने स्थिति त होइन, तर हाम्रो लिडरसिपहरू, पोलिटिकल पार्टिजहरू, अब सरकारको पनि कहीँ न कतै भूमिका र अरू स्वार्थ समूहहरूको खतरनाक चुङ्गुलमा नेपाल फसिसक्या जस्तो देख्दैछ। मलाई आशा त थियो र अझ पनि सम्पूर्ण रूपमा मर्या त होइन कि नेपालका पोलिटिकल पार्टिजहरूले लास्ट आवरमा भए पनि सम्हाल्छन् कि भन्ने लाग्यो। किनभने संविधान जारी गर्दा होस् कि नेपालको चुच्चे नक्सा जारी गर्दा होस्, अन्तिम अवस्थामा आएर सबै पोलिटिकल पार्टिजहरू एकमत भएका हुन्। अनेक अरू घटना पनि नेपाली पोलिटिकल पार्टिजहरूको त्यो खालको उनीहरूले अभ्यास र उदाहरणहरू देख्न सक्छौँ हामी। तर पछिल्ला जुन घटनाहरू भयो भनौँ न, 23 गतेको घटना र 24 गतेका घटना भदौका, त्यसको सिनारियो असाध्यै धेरै भयावह छ। भनेको नेपालको शासन प्रशासन नेपालीहरूको हातमा थिएन कि भन्ने कुराहरू तर्फ त्यसले सङ्केत गर्छ होइन। अब त हामी सम्हालिनु पर्ने हो, हाम्रो पोलिटिकल लिडरसिपहरूले सम्हाल्नु पर्ने हो, उहाँहरूले संयम हुनुपर्ने हो, राष्ट्रका सामुन्य उत्पन्न भएको यो जोखिमलाई उहाँहरूले मनन गर्नुपर्ने हो र उहाँहरू प्रथमतः संयम हुनुपर्ने हो भन्ने अपेक्षा हो कि खासमा। मलाई लाग्दैन पछिल्ला समयमा पोलिटिकल पार्टिजहरूका गतिविधिहरू हेर्दाखेरि, खास गरी लिडरसिपहरूका गतिविधि हेर्दाखेरि, उहाँहरूको अभिव्यक्तिहरू हेर्दाखेरि स्थितिलाई सामान्यीकरण गर्ने भन्दा पनि स्थितिलाई भयङ्कर भड्काउमा लाने प्रयत्नहरू भइरहेका छन्। नेपाल यति धेरै जोखिममा हुँदा पनि हाम्रो लिडरसिपहरू किन सेन्सिटिभ हुनुहुन्न? सरकार चाहिँ सरकार जस्तो पनि देखिरहेका छैन। अर्थात् लाग्दैछ यो सरकारको हातमा पनि धेरै कुछ छैन कि जस्तो पनि लाग्ने। विदेशी हस्तक्षेपको दुःख जुन दिन विदेशी सेनाहरूका बुट हामीहरूमाथि बज्रिएलान्, त्यसपछि हामीलाई अय्या भन्ने पनि छुट हुन्न जस्तो मलाई लाग्छ। किन यो कुराको घेक्का छैन? तर जे हुँदैछ खतरनाक हुँदैछ। मलाई लाग्यो हामी सबै सचेत बनौँ, सबै जिम्मेवार बनौँ, देश अझै पनि लयमा फर्किन सक्छ भन्ने लाग्छ।